हवाई उडानलाई सबैभन्दा सुरक्षित यातायात साधनको रूपमा मानिन्छ। तर यदि हवाई दुर्घटना भयो भने ज्यान बाँच्ने सम्भावना भने निकै कम हुन्छ। नेपालमा विभिन्न कारणले 60 भन्दा बढी हवाई दुर्घटना भएको छ, जसमा आज हामी नेपालमा भएका 10 वटा सबैभन्दा खतरनाक आन्तरिक हवाई दुर्घटना अर्थात् टप 10 डोमेस्टिक प्लेन क्र्यासेस इन नेपालको बारेमा थाहा पाउनेछौँ। हामीले ती दुर्घटनाहरूको इन्भेस्टिगेसन रिपोर्टको बारेमा पनि छोटकरीमा चर्चा गरेका छौँ। सो ढिलो नगरी भिडियोतर्फ अगाडि बढौँ। सेप्टेम्बर 25, 2011 बुद्ध एयरको बीचक्राफ्ट 1900D एयरक्राफ्ट 3 जना क्र्यू मेम्बर्स र 16 जना यात्रुलाई लिएर काठमाडौँबाट माउन्टेन साइट सिइङको लागि उड्छ। एभरेस्टको एक्सपिरियन्स गरेर बुद्ध एयरको फ्लाइट 103 काठमाडौँ फर्किरहेको हुन्छ। मौसम झन च्यालेन्जिङ बन्दै जान्छ। ठुलो पानी पर्न थाल्छ र वेदर एकदमै फगी हुन्छ। भिजिबिलिटी पनि निकै कम हुन्छ। दक्षिण दिशाबाट काठमाडौँ आउने क्रममा ललितपुरको गोदावरी क्षेत्र नजिकै कोट डाँडाको पहाडमा बिहानको करिब 7:30 बजे ठोकिन्छ। उक्त जहाजका 10 जना भारतीय, 3 जना नेपाली, 2 जना अमेरिकन र 1 जना जापानिज गरी 16 जना यात्रु र 3 जना क्र्यू जहाजमा सवार सबै 19 जनाको ज्यान जान्छ। दुर्घटनाको खबर पाउन साथ तुरन्तै रेस्क्यु अपरेसन सुरु गरिन्छ। ठुलो पानी परिरहेको कारण रेस्क्यु गर्न निकै गाह्रो हुन्छ। स्थानीयले जहाज पहाडमाथिको एउटा घरको छानोमा ठोकिएको भन्छन्, तर पछि इन्भेस्टिगेसन रिपोर्टले जहाज रुखमा ठोकिएको र पाइलटको गल्ती देखाउँछ। रिपोर्ट अनुसार जहाजको क्याप्टेनको 1 दिन अगाडि पनि फ्लाइट हुन्छ र बिहानको सर्ट नोटिसपछि उक्त जहाज उडाउनु पर्ने आदेश आएकोले क्याप्टेनले जहाजलाई आफै कन्ट्रोल नगरी फर्स्ट अफिसरलाई कन्ट्रोल दिएको र फर्स्ट अफिसरले जहाजलाई 6000 फिटमा उडाउनु पर्ने साटो 5000 फिटमा उडाइरहेका थिए र उनको फ्लाइट एक्सपिरियन्स पनि निकै कम थियो, जम्मा 18 घण्टाको। तसर्थ एल्टिट्युड डिफरेन्स अनि क्लाउडको कारण जहाज रुखमा ठोकिएको र दुर्घटना भएको भनेर पाइलट एरर भन्ने रिपोर्ट आउँछ। अनि यो बुद्ध एयरको अहिलेसम्मको पहिलो र एक मात्र जहाज दुर्घटना हो। 28 सेप्टेम्बर 2012 सीता एयरको फ्लाइट 601 3 जना क्र्यू र 16 जना प्यासेन्जर्स, जसमा 7 जना ब्रिटिस, 5 चाइनिज र 4 जना नेपालीलाई लिएर काठमाडौँबाट लुक्लाको लागि बिहान 6:17 उड्छ। उक्त फ्लाइट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यो दिनको पहिलो फ्लाइट हुन्छ। जहाज उडेको 3 मिनट भित्रै र जम्मा 50 फिटको उचाइमा हुँदा पाइलटले जहाजमा केही टेक्निकल समस्या आएको भन्दै एटिसीलाई रिपोर्ट गर्छ र जहाज फेरि काठमाडौँ ल्याउने आदेश माग्छ। पाइलटद्वारा इगलले जहाजको इन्जिनमा हिट गरेर इन्जिन फेल भएको अड्कल गर्छ। काठमाडौँको लागि जहाजले मोड्न खोज्दा कन्ट्रोलभन्दा बाहिर जान थाल्छ र भक्तपुरको मनोहरा नदी नजिकै जहाज तल खस्छ र क्र्यास हुन्छ। तुरन्तै एम्बुलेन्स र फायर फाइटर बोलाइन्छ। स्थानीयले दुर्घटनापछि जहाजका केही मानिसहरूको सास चलिरहेको र सहयोगको गुहार लगाइरहेको भन्छन्, तर दुर्घटनाको स्थानसम्म पुग्न निकै गाह्रो भएको हुनाले स्थानीयहरू त्यहाँ जान खोज्दा पनि सकिरहेका हुँदैनन्। जहाज पछि जलेर पुरै नष्ट हुन्छ र जहाजका सबै 19 जनाको ज्यान जान्छ। यस दुर्घटनापछि थुप्रै रिपोर्टहरू आउन थाल्छ। स्थानीयले जहाज तल ठोकिनुभन्दा अगाडि नै आगोको झिल्का बलिरहेको भन्छन्। क्र्यूले जहाजलाई इगल या भल्चरले हिट गरेको र इन्जिनमा आगो लागेको खबर एटिसीलाई दिएको पनि भनिन्छ। पछि फाइनल रिपोर्टमा जहाजको इन्जिन चलिरहेको र जहाजले अचानक पावर लस गर्न थालेको रहेछ र क्र्यूले यो कुरा नोटिस नै नगरेको कारण स्पिड आफै कम हुँदै गएको र यति कम स्पिडमा जहाजलाई एक्सेलरेट गर्न नसकिने भएकोले जहाज दुर्घटना हुन्छ भन्ने देखाइन्छ। 29 मई 2022 तारा एयरको फ्लाइट 197 एउटा क्यानेडियन ट्विन अटर विमान हो। विमानले पोखरा एयरपोर्टबाट बिहान 9:55 जोमसोम एयरपोर्टको लागि उडान भर्छ। जहाजमा 3 जना क्र्यू र 19 जना प्यासेन्जर सहित 22 जना सवार हुन्छन्। उडान भरेको 12 मिनट पछाडि 10:07 कन्ट्रोल टावरसँग सम्पर्कविहीन हुन्छ। त्यो दिन मौसम अलि खराब नै थियो। लामो समयको पर्खाइपछि जहाजले उडान भर्ने आदेश पाएको हुन्छ, तर पछि इन्भेस्टिगेसन गर्दा केही प्यासेन्जर्स र ग्राउन्ड स्टाफले पाइलटलाई जहाज उडाउनै पर्ने ढिलो भइसक्यो भनेर प्रेसर दिएको खबर पनि आउँछ। जहाज सम्पर्कविहीन हुँदा केही हेलिकप्टरबाट रेस्क्यु अपरेसन सुरु गरिन्छ। भोइस रेकर्डरमा पाइलटले यस्तो मौसममा पनि जहाज उडाउनु पर्ने भनेर चित्त दुखाइ गरेको पनि कुरा अगाडि आउँछ।
दुर्घटनाको क्षेत्र मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका बताइन्छ। मौसम झन्झन बिग्रिँदै गएको र हिउँ पनि परेको हुनाले त्यो दिन रेस्क्यु अपरेसन बीचमै रोकिन्छ र दुर्घटनाको अर्को दिन करिब 20 घण्टापछि लोकल किसानहरूले जहाजका केही अवशेषहरू पाउँछन्। त्यसपछि फाइनली त्यहाँ रेस्क्यु टिम फेरि पुग्छ र 22वटै बडीलाई मृत अवस्थामा रिकभर गर्छन्। इन्भेस्टिगेसन रिपोर्टमा क्लियरली पाइलट एरर देखाइन्छ। को पाइलटको उक्त रुटमा दोस्रो फ्लाइट भएको र सबै कुरा 62 वर्षीय क्याप्टेनले एक्लै गरिरहेको, क्र्यूको बीचमा मिसम्यानेजमेन्ट भएको र मौसम पनि खराब भएको कारणले फ्लाइट दुर्घटना भएको बताइन्छ। डिसेम्बर 15, 2010 को दिन दिउँसो 3:08 खोताङको लामीडाँडा एयरपोर्टबाट काठमाडौँको लागि तारा एयरको उक्त विमानले उडान भर्छ। उडान भरेको 5 मिनटमै विमान सम्पर्कविहीन हुन्छ र ओखलढुङ्गाको श्रीचौर भन्ने ठाउँमा जहाज दुर्घटना हुन्छ। जहाजको बायाँ विङले जमिनमा छुन्छ र क्र्यास हुन्छ। जहाजमा सवार 3 जना क्र्यू र 19 जना प्यासेन्जर्स गरी 22 जनाकै ज्यान जान्छ। यस दुर्घटनाको बारेमा खासै कुरा अझै बाहिर आउन सकेको छैन, तर जहाज ओभरवेट भएको र मौसम खराब भएको कारण भिजिबिलिटी निकै कम भएको भन्दै दुर्घटना भएको भनेर इन्भेस्टिगेसन रिपोर्टमा बताइन्छ। फेब्रुअरी 24, 2016 3 जना क्र्यू र 20 जना प्यासेन्जर्स बोकेर जोमसोमको लागि तारा एयरको भाइकिङ DH-6 ट्विन अटर विमानले पोखराबाट बिहान 7:50 उडान भर्छ। 18 मिनटको छोटो फ्लाइट हुन्छ र पोखरा र जोमसोम दुवैको मौसम एकदम क्लियर हुन्छ, तर उडेको 10 मिनटमा फ्लाइट सम्पर्कविहीन हुन्छ। सम्पर्कविहीन हुने बित्तिकै रेस्क्यु अपरेसन सुरु गरिन्छ, तर रेस्क्यु गर्ने क्रममा मौसम खराब हुँदै जान्छ। करिब 5 घण्टापछि दिउँसो 1:30 बजेतिर जलिरहेको अवस्थामा जहाजको केही पार्ट्सहरू म्याग्दीको दाना गाविसको तिर्खे ढुङ्गा नजिक भेटिन्छ। इन्भेस्टिगेसन रिपोर्टले फ्लाइटको क्रममा को पाइलटले पाइलटको भूमिका र पाइलटले को पाइलटको भूमिका निर्वाह गरिरहेको बताइन्छ। माथि अलिकति बादल पनि थियो र पाइलटले जहाजलाई बादल माथि 12,000 फिटमा उडाइराखेका हुन्छन्। अचानक ग्लोबल पोजिसनिङ वार्निङ सिस्टम अर्थात् GPWS सिस्टमबाट साउन्ड आउन थाल्छ, तर उनीहरू यो सामान्य कुनै सङ्केत होला भनेर पाइलट र को पाइलट आफ्नो रोलमा फर्किन्छन्। पाइलटले विमानलाई अलि तल ल्याउन खोज्छन् र GPWS सिस्टम फेरि बज्न थाल्छ। पाइलटले जहाजलाई फेरि अलिकति माथि क्लाइम्ब गराउने निर्णय लिन्छन्, तर अचानक अगाडि हिमालमा ठोकिन्छ र दुर्घटना हुन्छ। 3 जना क्र्यू र 20 जना प्यासेन्जर सहित सबै 23 जनाको दुर्घटनामा परि मृत्यु हुन्छ। जुलाई 27, 2000 रोयल नेपालको DH-6 ट्विन अटर विमान बाझाङ एयरपोर्टबाट 22 जना प्यासेन्जर्स जसमा 3 जना बालबालिका र 3 जना विदेशी क्र्यू सहित 25 जना भएर बिहान 10:11 धनगढीको लागि उडान भर्छ। 10:31 धनगढीमा अवतरण गर्नुभन्दा 2 मिनट मात्रै अगाडि विमान डडेलधुरा जिल्लाको जोगबुढा क्षेत्रमा शिवालिक हिल्सको अग्ला सल्लाको रुखहरूमा ठोकिन्छ। आग लागि हुँदा सबै 25 जनाको मृत्यु हुन्छ। उक्त दुर्घटना रोयल नेपाल एयरलाइन्सको 8औं र ट्विन अटर विमानको 12औं दुर्घटना थियो। डिसेम्बर 30, 1985 नेपाल आर्मीको रोयल नेपाल एयरलाइन्सको एयर विङ सर्ट SC-7 स्काई भ्यान विमान धादिङको जङ्गलमा ठोकिन्छ र उक्त विमानका 25 जना सोल्जर्सले आफ्नो ज्यान गुमाउनु पर्छ। अलि पुरानो घटना र त्यतिखेर टेक्नोलोजी त्यति धेरै एडभान्स नभएको कारण उक्त दुर्घटनाको थप विवरण खासै उपलब्ध छैन। यसैगरी सेप्टेम्बर 13, 1972 पनि एयरफोर्सको मिल्दोजुल्दो दुर्घटना भएको थियो। विमान थियो रोयल नेपाल एयरफोर्सको डगलस DC-3 विमान। काभ्रेको पाँचखल गाउँपालिका नजिकै हाइटेन्सन पावर लाइनमा ठोकिएर उक्त विमान दुर्घटना भएको बताइन्छ र विमानमा सवार सम्पूर्ण 31 जनाको निधन भएको हुन्छ। यो पनि अघिको 2टा दुर्घटनासँग मिल्दोजुल्दो दुर्घटना हो। जुलाई 12, 1969 4 जना क्र्यू र 31 जना प्यासेन्जर्सलाई लिएर काठमाडौँबाट सिमराको लागि उडान भर्छ। 7,300 फिट माथि मकवानपुरको हेटौडा नजिकको पहाडी क्षेत्रमा बादललाई छल्न खोज्दा रुखमा ठोकिन्छ र आगलागी हुन्छ। सम्पूर्ण 35 जनाको निधन हुन्छ। अब आउँछ नेपाल एभिएसनको सबैभन्दा ठुलो डोमेस्टिक एरोप्लेन क्र्यास। मैले कुन दुर्घटनाको बारेमा कुरा गर्दैछु अहिलेसम्म सायद सबैजनाले बुझिसक्नुभयो होला।
यति एयरलाइन्सको फ्लाइट 691। हाल नेपालमा सबैभन्दा प्रयोग हुने विमान ATR 72 मोडेल। यो नेपालको पहिलो र एक मात्रै ATR 72 प्लेन क्र्यास हो। 25 जनवरी 2023 माघे सङ्क्रान्तिको दिन थियो। 15 वर्ष पुरानो यति एयरलाइन्सको 9N विमान काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहानको 10:33 बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडान भर्छ। विमानको क्याप्टेन हुन्छन् कमल केसी र फर्स्ट अफिसर हुन्छन् अन्जु खतिवडा। 2 जना महिला एयर होस्टेस र 8 देशका 68 जना प्यासेन्जर सहित कुल 72 जना विमानमा सवार हुन्छन्। उक्त पाइलट अन्जु खतिवडाको एज अ को पाइलट अन्तिम फ्लाइट हुन्छ। त्यसपछि उनी पनि क्याप्टेन बन्ने थिइन्। एउटा स्याड पार्ट के पनि छ भने को पाइलट अन्जुको हस्बेन्डको पनि 2006 मा यति एयरलाइन्सकै विमान दुर्घटनामा निधन भएको थियो। मौसम सामान्य थियो, सबै कुरा ठिक चल्दै थियो। अवतरणको 1-2 मिनेट अगाडि पोखरा ATCले रनवे 30 बाट अवतरण गर्ने निर्देश दिन्छ। तर क्याप्टेनले हामी घुमाएर रनवे 12 बाट अवतरण गर्छौं भनी आदेश माग्छन् र आदेश पाउँछन्। जहाज घुमाउन खोज्दा अचानक एकातिर ढल्किन्छ र सेती नदी किनार एउटा खोल्सामा खस्छ र सम्पूर्ण 72 जनाको मृत्यु हुन्छ। यसको इन्भेस्टिगेसन रिपोर्टमा क्लियर पाइलट एरर देखाइन्छ। सर्वप्रथम त ककपिटको भोइस रेकर्डर पब्लिक गरिन्छ जसमा पाइलट र को पाइलटको डिसिप्लिनमाथि प्रश्न उठाइन्छ। त्यसपछि ल्यान्डिङ गर्ने क्रममा क्याप्टेनले फर्स्ट अफिसरलाई फ्ल्याप 30 डिग्री गर्ने आदेश दिँदा उनले फ्ल्यापको सट्टा कन्डिसन लिभर डाउन गरेको ककपिट डाटा रेकर्डर र भोइस रेकर्डरमा प्रष्टसँग देखिन्छ। यसलाई सरल भाषामा बुझ्दा फ्ल्यापले ल्यान्डिङ गर्दा स्पिड घटाउने काम गर्छ, अर्थात् भनौँ ब्रेक लिने काम गर्छ र कन्डिसन लिभरले फ्युल सप्लाई अफ गर्छ। सो बेसिकली के भएछ भने ब्रेक लगाउने ठाउँमा झुकिएर फ्युल सप्लाई कट गरिन्छ र जहाजमा चाहिने थ्रस्ट आउँदैन। उनीहरूले के भयो भनेर थाहा पाउनु अगाडि नै जहाज दुर्घटना हुन्छ र को पाइलटको एउटा सानो गल्तीले सबैजनाको मृत्यु हुन्छ। हामीले आजको यो भिडियोमा नेपालका मृत्यु हुने संख्याका आधारमा 10 वटा ठूला डोमेस्टिक एयरलाइन क्र्यासको बारेमा मात्र कुरा गर्यौं। दुर्भाग्यवश नेपालमा केही इन्टरनेशनल फ्लाइटहरू पनि दुर्घटनामा परेका छन्। यदि यसको बारेमा पनि जान्न मन छ भने कमेन्ट गर्नुहोला। सम्पूर्ण मृतकहरूप्रति हाम्रो गहिरो संवेदना छ। यस्तो खालको दुर्घटना कहिले कतै नहोस् भन्ने प्रार्थना छ।